नमस्ते, म सुमी खड्का। मेरो युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। मैले यो च्यानल क्रिएट गर्नु पछाडिको एउटै उद्देश्य भनेको मसँग भएका अनुभवहरू, एजुकेसन र साइकोलोजीको मसँग भएका अनुभवहरू चाहिँ हजुरहरूसँग साटौँ भनेर हो। र म आफै पनि काउन्सलिङ साइकोलोजीको विद्यार्थी र विद्यार्थीहरूको धेरै समस्याहरूसँग म एकदम नजिकबाट काम गरेको अनुभव मसँग छ। म लामो समय शिक्षक पेसामा पनि थिएँ। अहिले ब्रेकमा छु र यो समयको सदुपयोग गर्दै आफूले परीक्षाहरूमा भोग्नु परेको अनुभवहरू, स्ट्रेस हुँदा म के गर्छु, मैले कसरी परीक्षालाई लिन्छु भन्ने कुरो विचारहरू चाहिँ म यो भिडियोमा व्यक्त गर्दैछु। मेरो पहिलो भिडियो यसरी हजुरहरू सामु केही गल्ती भयो भने एडजस्ट गरिदिनु होला, माफी गरिदिनु होला। म पछिको भिडियोहरूमा अझ राम्रो गर्न प्रयास गर्नेछु र पछिको भिडियोहरूमा चाहिँ म एसईसँग रिलेटेड थुप्रै सहयोगी मटेरियलहरू राख्ने मेरो विचार छ। भाइ बहिनीहरू एकदमै स्ट्रेस लिनुहुन्छ हैन, एसई परीक्षा दिइरहँदा। हुन त परीक्षा हामीले धेरै पटक दिइसकेका हुन्छौँ, तर यो बोर्ड इक्जाम अथवा स्पेसिफिक ग्रेड 8 को डिस्ट्रिक्ट लेभलको इक्जाम होस् अथवा यो एसईको होस् अथवा 12 को चाहिँ बोर्ड इक्जाम होस्, यी इक्जामहरूले चाहिँ जहिले पनि एकदमै विद्यार्थीलाई साथसाथै परिवारलाई पनि हैन अनि स्कुल कलेजहरूलाई पनि एकदम प्यानिक बनाउँछ केही समयको लागि भए पनि। तर कसरी हामीले हाम्रो त्यो परीक्षालाई अझ सहज बनाउन सक्छौँ, जुन त्यो प्यानिक हुने बानीहरू हुन्छ त्यसलाई कसरी हटाउन सक्छौँ भन्ने कुराहरू पनि हामीले सिक्न सक्छौँ। र म लामो समयपछि विद्यार्थी भएँ र अझ धेरै विद्यार्थीका त्यो जुन समस्याहरू हुन्छ आफै विद्यार्थी भएपछि चाहिँ धेरै बुझिँदो रहेछ। मैले लगभग 10 वर्षपछि फेरि आफ्नो पढाइ यता साइकोलोजीको पढाइ सुरु गरेँ। मैले के सोचिसकेको थिएँ भने अब पढिहाल्यो, एउटा मास्टर सकिहाल्यो हैन, अब किन पढ्नुपर्छ, सक्यो होला। अब बुकहरू पढ्नु फरक कुरा, तर एउटा एकाडेमिक कोर्स नै कम्प्लिट गर्ने भनेर चाहिँ मैले कहिले पनि सोचेको थिइनँ। मलाई लाग्थ्यो अब यति पढाइले पुग्छ होला अथवा यही नै त हो मैले अचिभ गर्न खोजेको। तर जीवन जिउँदै जाँदा हैन धेरै कुराहरू सिकिन्छ, धेरै कुराहरू फेस गर्नुपर्छ र यो काउन्सलिङ साइकोलोजीको पढाइ पनि त्यही बाटोमा चाहिँ मैले भेटेँ। मलाई यो एकदमै राम्रो लाग्यो। यसले धेरै विद्यार्थीलाई पनि सहयोग गर्छ भने व्यक्तिगत रूपमा मलाई पनि एकदमै धेरै सहयोग भएको यो विषयले। त्यसपछिबाट अनि यो भिडियो चाहिँ मैले बनाउनुको एउटै उद्देश्य भनेको मैले जे कुराहरू सिकिरहेकी छु विद्यार्थीहरूलाई सहयोग हुन्छ है मैले सेयर गर्न सकेँ भने भन्ने मलाई एकदमै पहिलादेखि थियो। तर केही कारणवश म केही कुराहरूमा एकदम अल्झिनु परेको थियो र अहिले केही समयदेखि म अलिक फ्री छु, मसँग आफ्नो पढ्ने समय पनि छ र यो समयको सदुपयोग गर्दै यो भिडियो मैले बनाएकी छु। अब आज चाहिँ मलाई परीक्षा कस्तो लाग्छ भनेर म भन्न चाहन्छु। मैले अघि भने म लगभग 10 वर्षपछि फेरि बोर्ड इक्जाम दिँदैछु अनि यो बोर्ड इक्जाममा नि सेमेस्टर, यो सेकेन्ड सेमेस्टरको परीक्षा मेरो इक्जाम आइरहेको छ नेक्स्ट विकबाट। र तपाईँले थोरै यहाँ मटेरियलहरू मेरो साइडमा पनि देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा। म चाहिँ यसरी लेखेर पढ्छु। अब यसको पनि म कुनै अर्को भिडियोमा तपाईँले कसरी आफ्नो त्यो एजुकेसन मटेरियल चाहिँ आफै क्रिएट गर्न सक्नुहुन्छ भन्ने कुराहरू र एउटा अडल्टहुडमा चाहिँ मेमोरीमा धेरै प्रब्लम आउँछ। पढाइको मात्रै सोचिरहन पाइँदैन हैन, जीवनका थुप्रै कुराहरू हामीले याद गर्नुपर्ने हुन्छ। अनि यो परीक्षा दिइरहँदा चाहिँ फर्स्ट सेमेस्टरको परीक्षा दिँदा पनि म केही कुराहरूमा एकदम अल्झेको थिएँ। फ्यामिली इस्युहरूमा मेरो बाबाको हेल्थ एकदम धेरै बिग्रिएर म महिनौसम्म हस्पिटलमा थिएँ र त्यही बेलामा मैले मेरो प्री बोर्ड पनि दिएँ, पास गरेँ सबै सब्जेक्ट लकिली। त्यसपछिबाट मेरो फर्स्ट सेमेस्टरको इक्जाम पनि मैले त्यही दौरानमै दिएकी थिएँ र राम्रै भयो, रिजल्ट आइसकेको छ। अनि मैले सोचेँ त्यस्तो प्रेसरमा त्यस्तो स्ट्रेसमा त परीक्षा मैले दिएकी थिएँ। मेरो लगभग अघिल्लो दिनको मात्रै तयारी थियो त्यति बेलामा। भोलि परीक्षा थियो भने मैले आज पढ्थेँ। दिमागमा जुनै बेला बाबाको हेल्थको कुराहरू आइरहन्थ्यो, फ्यामिली इस्युहरू आइरहन्थ्यो हैन, त्यो आफ्नो लाइफको कुराहरू आइरहन्थ्यो। तर फेरि परीक्षा पनि छ भनेर सँगसँगै त्यो स्ट्रेस चाहिँ कता कता गाह्रो नि भइरहेको थियो। र मैले त्यो परीक्षा दिएँ। त्यो परीक्षामा चाहिँ मैले यस्तो सोचेर यस्तो राम्रो तयारी गरेर दिन पाएको अवस्था थिएन। 5 वटा परीक्षा दिनुपर्ने थियो र त्यो 5 दिन मैले परीक्षा दिइसकेपछि मात्रै ओ सक्यो है परीक्षा भन्ने भयो। त्यस्तो फिलै गर्न पाइनँ हैन परीक्षा दिएको। कलेज पनि राम्रोसँग एटेन्ड गर्न सकिनँ। मैले भनिहालेँ म धेरै लामो समय हस्पिटलमै बस्नु पर्यो बाबासँग। अनि त्यो दौरानमा चाहिँ मैले अघिल्लो दिनको एक दिनको तयारीले पनि मलाई धेरै सहयोग गर्यो भन्ने मलाई महसुस भएको। तर त्यो तयारी राम्रोसँग गरेँ होला सायद। रिजल्ट आउँदाखेरि म खुसी नै थिएँ मेरो नम्बरहरूबाट।
मैले त्यति धेरै आश पनि गरेकी थिइनँ, तर राम्रो भएको थियो मेरो फर्स्ट सेमिस्टर। अब सेकेन्ड सेमिस्टर त म रेगुलर कलेज गएर क्लासहरू एटेन्ड गरेँ, नोटहरू लिन पाएँ। बुक हुँदैन होइन, बुकहरू चाहिँ त्यस्तो धेरै पाइँदैन बजारमा। हामीले पिडिएफहरू टिचरले दिनुहुन्छ, त्यसैबाट चलाउने हो र आफैले नोट बनाउने। र मैले नढाँटी भन्नुपर्छ, मैले सबैभन्दा धेरै चाहिँ च्याट जिपिटीको प्रयोग गर्छु। अहिले पनि आफ्नो नोटहरू बनाउँदा मलाई एकदम सजिलोसँग बुझाउँछ च्याट जिपिटीले। अनि इक्जाम दिने फियर त जुनै बेला हुन्थ्यो, ओहो भोलि परीक्षा छ भन्ने कुराले चाहिँ एकदमै तनाव दिन्थ्यो मलाई। र त्यो तनावलाई जुझ्नैकै लागि म यो जुन विषय पढ्दैछु काउन्सिलिङ साइकोलोजी, यसले धेरै टिप्सहरू दिन्छ मलाई। त्यसमध्ये एउटा टिप्स चाहिँ डिप ब्रिदिङ हुन्छ, लामो श्वास लिने, केही बेर होल्ड गर्ने र फेरि त्यो फ्याँक्ने। त्यो प्रक्रियाले चाहिँ धेरै ठाउँमा मलाई सहयोग गरेको छ। त्यो सबैलाई गर्छ, त्यस्तो राम्रोसँग आफूले प्र्याक्टिस गरिँदैन थियो नि त, नपढ्दाखेरि चाहिँ भइ त हाल्यो, सास लामो लिएर पनि काहीँ फाइदा हुन्छ त, त्यस्तो लाग्थ्यो। तर अब अहिले आफूलाई सहयोग भएको देखेपछि 1 नम्बरमा चाहिँ जहिले पनि म डिप ब्रिदिङलाई नै राख्छु। यसले मलाई हरेक ठाउँमा सहयोग गर्छ। कहिलेकाहीँ माइन्ड एकदमै ब्ल्याङ्क भइदिन्छ, कतै बस्छु, केही बेर आराम गर्ने बित्तिकै फेरि ब्याक टु नर्मल माइन्डले काम गर्न थाल्छ। त्यो सबै ठाउँमा हुन्छ। अनि परीक्षामा फेरि जोडिन चाहन्छु म पनि एसएलसी दिएको विद्यार्थी। अनि एसएलसीको ताका एकदमै त्यो तनाव लाग्थ्यो नि त, कस्तो प्रश्न आउने हो, के गर्ने हो, ला फेल भयो भने, जुनै बेला फेल भयो भने के हुन्छ। तर खासमा त्यो फेल भयो भने के हुन्छ भन्ने सोच्ने होइन रहेछ क्या। सोच्न चाहिँ के पर्ने रहेछ भन्दा, तयारी गरेछ नि त, राम्रो हुन्छ भन्नेतिर सोच्नु पर्दो रहेछ क्या। तयारी गर्दा गर्दै पनि हामी चाहिँ फेल हुने कुरामा धेरै सोच्दो रहेछौँ। अब त्यो सोच्नु भएन पहिलो कुरा। र अहिले परीक्षा दिइरहँदा म फर्स्ट सेमिस्टरको थोरै कुराहरू जो यहाँसँग सेयर गर्न चाहन्छु। कस्तो भयो भने म नेपाली विषयको शिक्षक, तर अहिले जुन कोर्स मैले पढ्दैछु त्यो अङ्ग्रेजीमा लेख्नुपर्ने। र मेरो लागि त एकदम पहाडै जस्तो भएको थियो क्या। अब कसरी गर्ने, म नेपालीमा मजाले लेख्न सक्ने विद्यार्थी, अङ्ग्रेजीमा छ मेरो कोर्स, पढ्नुपर्ने सबै मटेरियल पनि अङ्ग्रेजीमा छ, अनि अब आफूले लेख्नुपर्ने पनि अङ्ग्रेजीमा छ। ल त्यो त मैले यसो गरेँ, म सक्छु, ल म ट्राई गर्छु। म फेरि एकदमै सिक्नको लागि सधैँ तयार हुने मान्छे। अर्को भइदियो के भन्दा साइन्स पनि पढ्नु पर्दो रहेछ। साइन्स मेरो विषय होइन। एक त मलाई साइन्सका धेरै कुराहरूमा इन्ट्रेस्ट पनि नलाग्ने, अनि ड्रइङमा म 0। मैले किन जोडिरहेको छु भन्दा इक्जामको फियर मलाई कति थियो। अनि साइन्स सब्जेक्टमा चाहिँ अब यति कुराहरू पढ्नुपर्ने, ब्रेनको कुराहरू, न्युरोनको कुराहरू, जुन मैले कहिले पनि त्यस्तो डिटेलमा पढेको थिएँ कि सुने पनि थिइनँ होला। र ब्रेनको स्ट्रक्चर बनाउने भनेर एक दिनको क्लासमा म्यामले भन्नुभयो होइन। अनि म सँगसँगै थुप्रो अरू सेक्टरको अरू फिल्डको मान्छेहरू पढ्नुहुन्छ। अनि साइन्स ब्याकग्राउन्ड भएको मान्छेहरूको लागि त एकदम इन्ट्रेस्टिङ थियो। म त एकदम अन्धाधुन्ध हुन्थ्यो, अब के गर्ने होला, मैले कसरी पास गर्ने त्यो विषय। न्युरो साइन्स भन्ने विषय थियो। अनि म ढुक्क के भएको थियो भन्दा यो विषयमा म फेल हुने हो, किन भन्दा मलाई पढ्नै आइरहेको छैन। त्यसमाथि ड्रइङ गर्नुपर्ने, हरेक ब्रेनको पार्टहरूको नाम लेख्नुपर्ने। र त्यो तनाव यति गाह्रो भएको थियो मलाई त्यो विषय पढिरहँदा। अनि सँगैको साथीहरूले मलाई धेरै सहयोग गर्नुपर्यो, जो साइन्स ब्याकग्राउन्डको हुनुहुन्थ्यो। उहाँहरूले त्यस्तो होइन है, तपाईँले सक्नुहुन्छ, ट्राई गर्नुहोस्, तर हरेक दिन घरमा हेर्नुहोस् है भन्नुहुन्थ्यो। म हस्पिटलमा हुन्थेँ घरभन्दा नि धेरै, मैले त्यस्तो हेर्न पाइनँ। तर त्यो विषय पनि मैले पास गरेँ। त्यो दौरानमा दौरानमा चाहिँ हस्पिटलमा बाबालाई कुरेर बस्नु पर्थ्यो, घरको छुट्टै आफ्नो एउटा टेन्सन लागिरहन्थ्यो, लाइफको छुट्टै ट्रान्जेक्सन फेजहरू भइरहेको थियो। त्यो दौरान म हस्पिटलमै बसेर पनि प्र्याक्टिस गर्थेँ कि। अब मेरो प्र्याक्टिस चाहिँ त्यसरी चल्थ्यो। अनि मलाई के लाग्यो भने यो परीक्षा चाहिँ हामी आफैले ठुलो बनाएका रहेछौँ। परीक्षाको डर, फियर। वास्तवमा हाम्रो तयारी चाहिँ थोरै तयारीले त यति धेरै सहयोग गर्छ भने झन् राम्रो तयारीले त कति गर्न सक्छ भन्ने कुराहरू बुझेँ। अनि आई विल फेल, मेरो राम्रो हुँदैन परीक्षा, त्यसबाट चाहिँ हामी निस्किनुपर्छ। मैले राम्रो तयारी गरेको छु, गर्न सक्छु भनेर। र अहिले चाहिँ म एकदम राम्रोसँग, यहाँ पछाडि देख्न सक्नुहुन्छ, यो मटेरियल बनाएर पढिरहेकी छु भनेपछि हामीसँग अलिकति समय चाहिँ हुँदो रहेछ। हामी एकैचोटि परीक्षामा जाने होइन। परीक्षाको रुटिन आइसकेपछि पनि 1-1.5 महिनाको समय हामीसँग हुन्छ। जस्तै मसँग परीक्षाको रुटिन आइसकेपछि 1 महिनाको समय छ पढ्नको लागि। त्यो बेलादेखि म थोरै गाह्रो हुन्छ एकैचोटि पढ्न गरिरहेको छु। र परीक्षा दिन सक्छु भन्ने मलाई लागेको थिएन। आजको हाम्रो टपिक चाहिँ मेरो इक्जामसँग रिलेटेड एक्सपिरियन्सहरू। र फर्स्ट सेमिस्टर मैले त्यसरी दिएँ। र अहिले चाहिँ हरेक परीक्षाको लागि मैले तयारी गर्ने समय मसँग छ। म जब गर्दिनँ,
भनेपछि तर 24 घण्टा पढेर पनि म बस्दिनँ। म सोसियल मिडिया पनि स्क्रोल गर्छु, आफ्नो घरको काम पनि म भ्याइरहेकी हुन्छु, कतै जानुपर्ने हुन्छ, कहिलेकाहीँ फिल्ड वर्कहरूमा जानुपर्छ, मेरो आफ्नै काउन्सिलिङको प्र्याक्टिसहरूको लागि स्कुलमा पनि म जाने गर्छु। भनेपछि मैले त्यो टाइम म्यानेज गरिरहँदा एक त मेरो यो प्र्याक्टिकल एक्टिभिटीले पनि मलाई पढाइमा हेल्प गरिरहेको छ। अनि अब यो चाहिँ अहिले चाहिँ म यसो टपिकहरू हेर्ने बित्तिकै एक्जामको त्यो फियर चाहिँ मेरो एकछिन हुन्छ, अनि ओके म गर्न सक्छु है भनेर म तयारी गर्न थाल्छु। म लेखेर एकदम धेरै प्र्याक्टिस गर्छु। मैले कलेजै जोइन गरेको थिएन, इन्ट्रान्स पास गरेर अब सक्छु होला भनेर म लागिरहेकी थिएँ र फागुनबाट मेरो कलेज सुरु भएको थियो। फागुन र चैत मैले पढिसकेपछि वैशाखबाट फेरि बाबाको हेल्थमा इस्यु आयो, त्यसपछिबाट हस्पिटलमा धेरै बसाइ भयो र मलाई त्यो इक्जामको फियर त्यति बेलादेखि नै थियो कि अङ्ग्रेजीमा कसरी लेख्ने होला र त्योबाट म ओभरकम भएँ। मलाई खुसी लाग्छ। त्यसमा मेरो आफ्नो मेहनत थियो, म सँगसँगै पढ्नुहुने साथीहरूले धेरै सहयोग गर्नुभयो। त्यसैले हामीले थोरै स्टेप चाहिँ सुरु गर्नुपर्दो रहेछ। इक्जाम भनेको हामीले सधैँ दिइरहेकै परीक्षाहरू नै हुन्। एकाडेमिक अलि डिफ्रेन्ट होला, तर हामीले दिइ त रहेको हो नि। ग्रेड 1मा पनि इक्जाम दिएकै हो, याद गर्नुहोस् त। ग्रेड 2मा थियो, 8, 9मा पनि दिएकै हो, पास गरियो अथवा राम्रो मार्क्स आयो। अब म चाहिँ कसरी परीक्षाको त्यो फियरबाट ओभरकम हुँदैछु भनेर म सेयर गर्न चाहन्छु। मलाई गाह्रो भएको थियो 10औँ वर्षपछि फेरि बोर्ड इक्जाम अथवा सेमेस्टर इक्जाममा भाग लिनु पर्दा, अङ्ग्रेजीमा लेख्नु पर्दा त्यो सहज थिएन मेरो लागि। तर मैले त्यो च्यालेन्जलाई पनि एक्सेप्ट गरेँ, किन भन्दा पढ्छु भनेर त मैले आफैले चुज गरेँ हो नि त। मैले कसैलाई ब्लेम ल्याउन सक्दिनँ नि त, मैले यो पढाइ गर्दैछु अरूले नै परीक्षा दिए हुन्थ्यो भनेर। र मैले बुझेको एक नम्बरमा चाहिँ मैले बुझेको म चाहिँ अडल्ट भएँ, त्यही भएर अब सजिलो हुन्छ म्यामलाई अथवा भन्नु होला धेरैजनाले। तर सबैजनाले के बुझ्नुपर्छ भन्दा इभन एसए नै दिइरहनु भएको भाइ बहिनीले पनि त्यो परीक्षाकै लागि तपाईँहरूले तयारी गरिरहनु भएको छ नि त। वैशाखदेखिको याद गर्नुहोस् त, 9देखिकै तपाईँहरू एसईको परीक्षाको लागि कति बेसी कुराहरू सिकेर 10मा त अलमोस्ट 7-8 महिना चाहिँ लगातार कोर्स सकिसकेपछि पनि कति प्र्याक्टिस गरिरहनु भएको छ नि त। पहिला एक्सेप्ट गर्नुहोस् कि यो परीक्षाहरू भनेको चाहिँ आफूले एक्सेप्ट गरिसकेपछि आधाभन्दा धेरै समस्या चाहिँ त्यहीबाट सकिन्छ। त्यो फियर चाहिँ बुझ्नुभयो नि, त्यो स्ट्रेस हर्मोनलाई आउन नदिनुहोस्, त्यो कर्टिसोललाई नबढाउनुहोस्, तपाईँले सक्नुहुन्छ। र मैले एक्सेप्ट गरेँ कि यो पढाइ मैले नै रोजेको हो अनि मेरो परीक्षा त मैले दिने हो नि त। यो परीक्षा चाहिँ पहिला एक्सेप्ट गर्नुपर्दो रहेछ क्या। इक्जाम चाहिँ यो फियर हुने कारण चाहिँ हामीलाई नपऱ्यो हुन्थ्यो किन भन्ने, दिनेको लागि हामीले चुज गरे हो नि त पढाइ भन्ने कुरा। अब एसई तपाईँहरू 10 महिना 11 महिना तयारी गरेर परीक्षा नदिने भन्ने हुन्छ त? किन त्यो अझ चैतमा हुने परीक्षाको लागि अहिलेसम्म फियर लिएर बस्नु पर्दैन नि त अहिलेदेखि नै, होइन? तयारी गरिरहनु भएको छ त, त्यतातिर हेर्नुहोस् न, पोजिटिभ साइड धेरै हेर्नुपर्छ कि। अब फर्स्ट सेमेस्टर जे जस्तो भए पनि मैले सेकेन्ड सेमेस्टरमा त मैले कसैलाई भन्न पाउँदिनँ, म रेगुलर कलेज जान पाएको छु, मैले आफ्नो तयारी गर्न पाएको छु, मसँग प्रशस्त टाइम पनि छ। अब मैले कसलाई ब्लेम लगाउनु त? कसैलाई पनि होइन। अब पनि परीक्षा बिगाऱ्यो भने त्यो मेरो आफ्नो जिम्मा हो। तर म आफ्नो तयारीमा लागेकी छु। दिनभरि त पढ्न सक्दिनँ, तर दिनको 2 घण्टा एकदमै ठन्डा दिमागले चाहिँ म आफ्नो तयारी गर्छु। रातको समयमा पढ्न सक्दिनँ, मेरो बानी छैन, मलाई अलिक कराएर पढ्नुपर्छ। म दिनको समयमा यो उज्यालोमै पढ्छु। बिहान पनि म त्यस्तो पढ्ने भनेर बस्दिनँ। दिनमा चाहिँ आफूलाई यसो याद भएर अब यति बेला गरौँ है भनेर मलाई अलिकति हुन्छ नि, मोटिभेट हुने बित्तिकै म सुरु गर्छु। अनि बसिरहेको समयमा हामीले लाग्छ 2 घण्टाले पुग्छ र धेरै समय हो, 1 घण्टा पनि धेरै समय हो। र सुरु मैले 1 घण्टाबाट गरेकी थिइनँ, मैले 15 मिनट चाहिँ टाइमर राखेर म सुरु गर्थेँ। परीक्षा आइसक्यो भन्ने भएको थियो, तर म त्यो कन्टिन्यू बस्न नसक्ने भएको भएर 15 मिनटबाट मैले सुरु गरेँ र अहिले म 2 घण्टासम्म पनि एकै ठाउँमा बसेर म्युजिक सुन्दै, म चाहिँ म्युजिक सुन्छु, परीक्षाको तयारी गर्छु। भनेपछि यो इक्जामको फियर चाहिँ म यसरी आफू ओभरकम भइरहेको छु। र जो एसई दिइरहनु भएको छ भाइ बहिनीहरू, जो 11-12को परीक्षाको तयारी गर्दै हुनुहुन्छ, तपाईँहरू पनि सक्नुहुन्छ कि। हामीले 1 नम्बरमा चाहिँ यो परीक्षा मैले दिने हो, यो मेरो जिम्मा हो, मैले वर्षौँदेखि पढेको कुराको चाहिँ एउटा नतिजा देखाउने समय यही हो, मसँग भएको ज्ञानहरू देखाउने समय यही हो भनेर एक्सेप्ट गर्ने बित्तिकै आधी काम चाहिँ त्यही त्यो फियरै हटेर जान्छ। र म त्यही हिसाबले अगाडि बढिरहेकी छु र मैले सेयर गरिरहेको यो कुराहरू हजुरहरूलाई सहयोग हुन्छ भन्ने एकदम ढुक्क छु म। किनभने 10 वर्षपछि म फेरि परीक्षा दिइरहेकी छु। बिचमा मैले कुनै एकाडेमिक परीक्षाहरू दिएकी थिइनँ, म टिचिङ गर्थेँ, रेगुलर मेरो त्यही नै रुटिन थियो।
नर्मल बुकहरू पढ्थेँ, नोभेलहरू पढ्थेँ, तर मैले छुट्टै परीक्षाकै लागि भनेर कुनै पुस्तकहरू पढेकी थिइनँ। अहिले फेरि नोट बनाउँदैछु, फेरि लेख्दैछु, फेरि घोक्दैछु, फेरि सर्ट नोटहरू कसरी इजी हुन्छ भनेर आफ्नो लागि तयारी गर्दैछु। भनेपछि तपाईँहरू त रेगुलर पढिरहनु भएको छ, जो एसई दिँदै हुनुहुन्छ, जो 11-12 पढ्दै हुनुहुन्छ, ब्रेक भएको छैन नि, तपाईँहरूलाई झन् इजी हुन्छ। र एजले पनि धेरै कुराहरू फरक पार्छ। टिनेज भाइ बहिनीहरू जो स्कुलमा हुनुहुन्छ, एसईको परीक्षा तयारी गर्दै हुनुहुन्छ, तपाईँहरू चाहिँ अलिकति इमोसनली छिट्टो ब्रेकडाउन हुनुहुन्छ होइन, त्यो कुराहरू सिक्दै जानुहुन्छ। यो एजले पनि गर्छ ती कुराहरू। म चाहिँ आफूले सम्हाल्न सक्छु, ठिक छ यो मेरो फ्युचरको लागि हो, मैले मेरै लागि गरेकी हुँ भनेर म सिक्न सक्छु। र त्यही कुराहरूलाई नै मैले चाहिँ बुझेर आफ्नो परीक्षाको लागि जुन फियर छ त्यसलाई चाहिँ हटाउँदै लिएर गएकी छु। अब अहिले चाहिँ प्यानिक म त्यस्तो धेरै हुँदैन, अलिकति स्ट्रेस चाहिँ हुन्छ, यसले चाहिँ नर्मलाइज गर्नुपर्छ। परीक्षा आउँदा पनि एकदम ढुक्क भएर ल केही फरक पर्दैन भनेर हामी बस्नु हुँदैन। तर तनावले र रातभरि सुत्न नसक्ने, टाउको चाहिँ एकदम भारी बनाउनेतिर लाग्यो भने चाहिँ फेरि शरीरले पनि साथ दिँदैन नि त। त्यो एक नम्बरमा के सोच्नुहोस् भन्दा यो मेरो जिम्मेवारी हो, यो मैले जिम्मा लिनुपर्छ, किन भन्दा मैले पढाएको छु भने चाहिँ मैले परीक्षा दिने हो नि त। मेरो घरबाट सहयोग भइरहेछ, फ्यामिलीले मलाई सपोर्ट गर्नु भएको छ भने अब मैले नै आफ्नो परीक्षाको तयारी गर्ने। र म चाहिँ त्यसरी अब आफ्नो परीक्षाको फियरबाट निस्केँ होइन। अहिले चाहिँ स्ट्रेस हुन्छ, हुनु नि पर्छ, परीक्षा आइरहँदा पनि दङ्ग गरेर बस्ने भन्ने हुँदैन, तयारी चाहिँ गर्नुपर्छ। र जो एसईको लागि तयारी गर्दै हुनुहुन्छ भाइ बहिनीहरू, तपाईँहरूको तयारी छ, त्यो नेगेटिभ साइड मात्रै नहेर्नुहोस् न। प्यारेन्ट्सले यति मार्क्स ल्याउनुपर्छ, जिपे यति आउनै पर्छ भनेर जुन प्रेसराइज गर्नु भएको छ नि, त्यो कुराहरूलाई धेरै नसोच्नुहोस्। तपाईँहरूको आफ्नो तयारीलाई हेर्नुहोस् न त। बिहान 6 बजेदेखिको तपाईँहरूको तयारी सुरु भएको होला, कति बेलुका 11 बजीसम्म पढ्नुहुन्छ होला, त्यो तयारीलाई याद गर्नुहोस् न। राम्रो तयारी छ, पक्का राम्रो हुन्छ मेरो रिजल्ट पनि। पोजिटिभ साइड चाहिँ हेर्नुपर्छ है, आफूले विश्वास गर्नुहोस्। र हरेक विद्यार्थीले चाहिँ एक नम्बरमा आफूलाई एकदम ट्रस्ट गर्नुपर्छ। अनि मेरो पहिलो 6 महिनाको प्रोसेस भनेको चाहिँ एकदम आफूलाई ट्रस्ट गर्नु पर्दो रहेछ भन्ने मेरो बुझाइ नै त्यही छ। त्यो प्रोसेसमा मैले बुझेको कुराहरू आफूले विश्वास गर्नुहोस्, तपाईँहरू एक नम्बरमा राख्नुहोस् आफूलाई, पोजिटिभ फिलिङ्स धेरै इन्क्रिज गराउनुहोस्, सक्नुहुन्छ भन्ने एउटा भावना एकदमै पैदा गर्नुपर्छ। सुरुमै सक्दिनँ भने नेगेटिभ थटबाट सुरु गऱ्यो भने गाह्रो हुन्छ, होइन म सक्छु भनेर सुरु गर्नुपर्छ। र यसरी चाहिँ हामी आफ्नो इक्जामहरू चाहिँ एकदम राम्रो गर्न सक्छौँ। म चाहिँ त्यसरी त्यो इक्जामको फियरबाट बाहिर निस्केँ। र यो सेयर गरिरहनु पछाडिको एउटै कारण भनेको हामी जहिले पनि आई विल फेल भन्नेबाटै सुरु गर्दो रहेछौँ, अनि त्यो नेगेटिभले चाहिँ हामीलाई नेगेटिभतिर मात्रै एट्र्याक्ट गर्दो रहेछ। होइन, मैले राम्रो तयारी गरेको छु, आई विल डु माई बेस्ट, आई विल अचिभ माई गोल, त्यसरी चाहिँ जानु पर्दो रहेछ कि। र मेरो अनुभव हो, मेरो अनुभव धेरैजनासँग मिल्न पनि सक्छ, कतिको अर्को आफ्नै प्रोसेस पनि हुनसक्छ। र म सबैजना भाइ बहिनीहरूलाई मेरो यो कहानी सुनेर पनि तपाईँहरूले चाहिँ यो जुन इक्जामको फियर छ यसबाट आजैबाट निस्किनुपर्छ। इक्जामलाई चाहिँ एउटा ऱ्यान्डम हामीले दिएको हाम्रो लाइफको प्रोसेस हो, यस्तो धेरै इक्जामहरू पछाडि पनि दिनुपर्छ। यसलाई एउटा खुड्किलाको रूपमा लिने, राम्रो गर्ने, किनभने तयारी छ, महिनौदेखिको तयारी छ। र बिस्तारै आफ्नो एउटा रुटिनहरूलाई चाहिँ एउटा अलिकति कन्सिस्टेन्सी दिने, त्यतातिर लाग्नुपर्छ। र आशा छ मेरो भिडियोले यहाँहरूलाई केही हदसम्म भए पनि प्रोत्साहन गर्यो होला। म हरेक दिन भिडियो हाल्ने तयारीमा छु र अबको भिडियोहरू चाहिँ म एसई दिइरहनु भएको भाइ बहिनीहरूको लागि अलि धेरै सहयोग होस् भन्ने हिसाबले हाल्नेछु। सबैलाई सहयोग हुन्छ, तर अब एसई आउँदैछ, 12को पनि परीक्षा आउँदैछ, सबै विद्यार्थीहरूलाई सहयोग होस् भन्ने मेरो उद्देश्य। र यति भन्दै आजको भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। अब मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, भिडियो मन परेको छ भने लाइक पनि गरिदिनु होला। हस्, नमस्ते।